रक्सी पार्ने तर्खरमा यो ठ्याक्कै कोदो हालियो होइन, कोदोको जाँड ठ्याक्कै हालेको छु। हालेर चाहिँ अब चाहिँ यसलाई भनेको रक्सी पार्ने हो। ठ्याक्कै यस्तो बनाएको छ। यो चाहिँ दाजुको आइडिया हो। यसलाई यहाँ डुबायो, सेन्टरमा राख्यो। सेन्टरमा राखेपछि यो सानो भाँडा, स्टिलको भाँडा राखिदिएँ यहाँ। अनि हल्का पानी हालिदिउँ। यो धेरै भयो होला, डढ्छ भनेर अरे। त्यस पछाडि भनेको यो भाँडा राखेँ, बल राखौँ। कस्तो भयो? यस्तो भएछ। अब यसमा चाहिँ यो अघि आँटा मुसेर रेडी पारेको छु। अब यो आँटालाई चाहिँ ठ्याक्कै दलिदिन्छु म। यो अघि मैले आँटा मुसेको छु। आँटालाई चाहिँ ठ्याक्कै अब यसलाई यसरी बुच्चाउँदैछु है। यसरी बुच्चाएँ। अब हेरौँ कस्तो हुन्छ है। यसरी बुच्चाउँदै लगेँ। अनि यहाँ चाहिँ यसरी चिसो पानी हाल्दैछु। रक्सी कस्तो खाने हो एकदम। अनि अब एक हालिदिन्छु। ल है, रक्सी बनिँदैछ। अब ठ्याक्कै 3 पानी बनाएर खाने हो। यता फेरि बुढी के गर्दैछ? बुढिया खोर्सानी 3 पानीमा खाने रक्सीसँग खाने खुट्टा बनाइरहेको छ, कुखुराको खुट्टा। यो चाहिँ आफ्नै घरको खोर्सानी हो। ठ्याक्कै कुखुराको खुट्टाको अचार बनाउँदो रहेछ। धेरै पिरो त नहाल है, ठिक्कैको हाल है। सक्दैन धेरै पिरो खाएर, भुँडी पोल्छ। बनाउँदैछ उसले। यहाँ रक्सी धमाधम हुँदैछ। खुट्टा दामी हुन्छ खुट्टाको। यदि हजुरहरूले खानु भएको छैन ट्राई गर्नुहोस्, यस्तो दामी हुन्छ। अदुवा, लसुन, प्याज सबै काटेर लगाएर बनाएको। मिठो हुन्छ। तेल लगाएको छ। अनि एकछिन राख्नुपर्छ। एकछिन राखेर चाहिँ पानी लगाएर चाहिँ कुकरमा एकछिन पकाइदिनुपर्छ। दामी हुन्छ। यसरी पानी हाल्नुपर्छ, ग्रेभी स्टाइलको। धेरै हाल्नु हुँदैन। अब चाहिँ यसलाई चाहिँ ठ्याक्कै बिर्को लगाएर चाहिँ पकाइदिनुपर्छ। दामी हुन्छ, दामी। रक्सी बन्दैछ है। तर एकताल पनि पानी चाहिँ फेरेको छुइनँ। कतिको पानी तातो भयो। हल्का तातो हुँदै रहेछ। अघि चिसो थियो, अहिले अलिक मनतातो भएछ। यता आमा यसको चाहिँ उहाँ हालेको छु। अझै छ यति छ, कडा छ यो। अनि यहाँ छ अझै 2टा। निगार छ है।
कोदो तोङ्बा यसको रक्सी कति निस्किन्छ अब म देखाउँछु भरे। यता छ हाम्रो आमा, यता फेरि पाक्दैछ, सिटी लागेको छैन क्या यता। यो चाहिँ कुखुराको खुट्टा पनि फेर्ने बेला भयो, आमाले फेर्दैछ। कान्छीलाई दिनु आमा, गल्यो अरे हाम्रो आमा। बस्नु आमा उता चियरमा। श्रीमतीले फेर्दैछ है पानी। हुन्छ, ठ्याक्कै चिसो पानी लाउँदैछ। होइन है, मैले हात धोएको पो त अघि त्यो आँटा लाउँदाखेरि नि। हुन्छ, भयो। हाम्रो आमा नि हेरिरहेछ। ल खै हाम्रो 3 पाने रक्सी हेरौँ कति आएछ अब। यो समाउने त्यो खोइ समाउनु पर्छ त भित्र। हुन्छ त्यति त निकाल, त्यसले गर न। हो त्यही चर्को गनायो। कति कति भएछ निकाल त। 3 पाने पोल्छ है। कडा कडा गनायो। खोइ बोतलमा तातै हाल्नु। कम्ती कडा बिलिँदैन। खोइ कुन त के को बिलिन्छ र गयो जर्किन चुम्किँदैछ। तिम्रो काँडै जर्किन चुम्क्यो, अहिले दुलो परेर जान्छ। बिलिँदैन होला हौ। अर्को उयसमा चाहिँ हाल्नु पर्ने। केमा? जगमा हाल्नु पर्थ्यो नि त। तिम्रो रक्सी भुइँभरि होला नि। आमा कम्ती कडा गनाएन त नि। त्यो भुइँमा नराख है, बिलिँदैन हौ। के बिलिन्छ? निकाल त दियो काक। यति त भएछ है। आमा कम्ती कडा गनाएन त। ल है कुखुराको खुट्टाको अचार पनि रेडी भयो। दामी भएछ है, दामी यमी यमी। भात दोहोरो रुच्छ अब। अब त्यसमाथि चाहिँ ठ्याक्कै धनियाँ हाल्नुपर्छ, दामी हुन्छ। छोपेर राखिदिनु होला एकछिन। रक्सी पनि पारिसकियो। यो 4 लिटर भयो। अनि यो सानो सानो वाटर बोतलमा 2टा यति भयो। रक्सी कडा छ कडा।